Hello, good morning everyone, and once again welcome back to my YouTube channel after a long time. आज चाहिँ हामी दुईजना सन्डेको दिन जानु कहीँ पनि छैन, यसो तलतिर गएर साग सब्जी किनेर ल्याउने विचार गरेर चाहिँ हामी दुईजना चट्ट लाएर निक्लिँदैछौँ। सो गाइजहरू पनि कति छ होइन, तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि एकदम सन्चै छौँ। यहाँको हाम्रो दिनहरू चाहिँ यसरी नै बितिरहेको छ। अरू गएर चाहिँ हरियो परियो पायो भने एक दुईवटा सागहरू ल्याउने हो। अनि अर्को चाहिँ के अरे सुँगुरको मासु छ भने चाहिँ सुँगुरको मासु लिएर आउनु भनेर हिँडेको। एत्तेरिका होइन, आज पानी पर्ला पर्ला जस्तो पनि हुँदैछ दिन। The hope that everybody, you all are doing well. टाढो घुम्नु जाँदाखेरि बनाउनु भनेको भ्लग बनाउनु लाग्छ नि होइन, अलिक टाढो घुम्नु जाँदाखेरि बनाउनु पर्ला भनेको, खै घुम्नु जानै पाएको छैन। अब मलाई घुम्नुको लागि चाहिँ ब्यान्ड लागेको होला जस्तो लाग्दैछ, अलिक समयसम्मको लागि चाहिँ। कुकुर त लडिसकेछ पछाडि। लडिछ ए हाम्रो यो मतलब सम्झ्यो सानो भयो भने नि मैले त सानो त होइन, ठिकै छ, तर त्यति राम्रो चाहिँ लागेन छ है होइन। अब हामी चाहिँ पुग्न आँटेको साग सब्जीवाला दोकान चाहिँ च्याट्ट लाएर आज सन्डे हरियो परियो खाएर। सब्जी पनि छ कि छैन सन्डे छ कि छैन किन्न हुने होला नि सागसब्जी त होला नि भने मसरुम पो खानु मन लागिरहेको थियो। मसरुम अब उताको चाहिँ मजा आउँछ होला मसरुम चाहिँ। अस्ति थियो कि फेरि सब्जी घरमै थियो। आज त तपाईँको पनि खुल्ला रहेछ नि त, आफ्नो आफ्नो जग्गामा गएर किन्ने हो। हिसाब होइन, गाडीलाई चाहिँ यहाँ पार्क गरेर बस्नु पर्ला जस्तो लागेछ मलाई। अलिकति चिकन पनि किन्ने नि त मेरो पनि एकछिन केही हुँदैन चाहिँ त हाल्दैन नि, हेर्नु पऱ्यो नि। पार्किङ एकछिनमा पनि सही गर्नु पऱ्यो नि त। लौ त साथीहरू हामी आइपुग्यो, अब भरेतिर भेटौँला है।